नमस्ते। आज हाम्रो पोडकास्टमा हुनुहुन्छ सरिस्मा थापा, जेनजी अभियन्ता। स्वागत गर्न चाहे। स्वागत छ तपाईँलाई। हजुर, धन्यवाद। के छ खबर? सबै ठिकै छ हजुरको? स्वास्थ्य स्थिति ठिक छ नि? हजुर, एकदम राम्रै भइरहेछ। अहिलेसम्म त्यस्तै भनौँ। कसरी अगाडि बढिरहेछ त जेनजी अभियन्ताहरूको कार्य? अब यस्तो छ, हामी त रेगुलर रूपमा त आफ्नो आफ्नो काम गर्ने, आफ्नो व्यवसाय गर्ने धेरै साथीहरू हुनुहुन्छ, या विभिन्न एनजिओजमा काम गर्ने साथीहरू पनि हुनुहुन्छ, अनि धेरैजना चाहिँ आफ्नै फिल्डमा आफ्नै बिजनेस गर्ने साथीहरू पनि हुनुहुन्छ। जस्तै म चाहिँ पहिला वैदेशिक रोजगारीको लागि बाहिर थिएँ होइन। अब दिनचर्यामा अहिले चाहिँ हामी यसरी नै आफूले सरकारलाई खबरदारी गर्ने, आलोचना गर्ने, उहाँहरूले गरेको कार्यमा सही छ भने सही छ पनि भन्ने र गलत छ भने गलत छ पनि भन्दै आफ्नो समयबाट अलिकति समय चाहिँ देशको लागि पनि निकालेर अगाडि बढिरहेछौँ भनौँ। त्यसो भएपछि अहिले सरकारको 100 दिन पनि पुग्यो। यसलाई तपाईँले कसरी लिनुभएको छ? जनताका अपेक्षाहरू, युवाका अपेक्षाहरू, वैदेशिक रोजगारको कुरा गर्नुभयो तपाईँले। वैदेशिक रोजगारमा जाने युवाहरूको सङ्ख्या घटेको जस्तो देखिन्न। अनि पछि जेनजी सरकार आएपछि सबै युवाहरू, जेनजीहरू यो देशमा नै रोजगारी पाउँछन् भन्ने उहाँहरूले अपेक्षा गरेका थिए। त्यो कति हदसम्म लागू भएर कसरी लागू हुन्छ? अहिले तपाईँ जेनजीहरूकै सरकार छ, कसरी लागू हुन्छ जस्तो लाग्छ तपाईँलाई? यस्तो हो, अब जेनजीको आन्दोलनबाट आएको राष्ट्रपाको सरकार हो। जेनजीको आन्दोलनबाट जेनजीले नै कुनै पार्टीबाट या जेनजीले नै प्रतिनिधित्व गरेको चाहिँ पार्टी होइन भनौँ न। एउटा जेनजीको जुन आइडियोलोजी थियो, जसरी हामीले सुशासन भनेर सुरु गरेको आन्दोलन थियो, सायद त्यही सुशासन र पारदर्शिताको माग भएकै पार्टीले चाहिँ यो गराए भए हुन्थ्यो। तर अहिले सरकारको 100 दिन पुग्दै गर्दाखेरि चाहिँ हामीले त्यही बेलामा पनि जेनजी आन्दोलन पश्चात कोही पनि जेनजीहरूले हामी नै हुनुपर्छ भन्दाखेरि पनि हामीले देशलाई न्याय दिन सक्ने मान्छे भनेर पहिला सुशीला प्रधानमन्त्रीलाई लिएर आएका थियौँ। या भनौँ त्यसपछि पनि इलेक्सनबाट या चुनावबाट हामीले आफ्नो प्रतिनिधि आफै छान्न पाउनुपर्छ, लोकतन्त्र बचाउनुपर्छ, लोकतन्त्र बलियो बनाउनुपर्छ भनेर हामीले अगाडि सारेपछि राष्ट्रिय स्वतन्त्र पार्टी आउनु भएको थियो। 100 दिनमा उहाँहरूले आफैले 100 बुँदे काम निकाल्नु भएको थियो, जसमा चाहिँ सबैभन्दा ठुलो कुरा सरकारले दमन गरेका व्यक्तिहरू, सामाजिक अन्यायमा परेका दलित व्यक्तिहरूसँग चाहिँ सरकारले क्षमा याचना गर्छु भन्ने कुराहरू एकदमै उहाँहरूले हाइलाइटेड कुरामा अगाडि सार्नुभयो। तर राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिले यो कुरा भन्दै गर्दा हाम्रो अहिलेसम्म पनि त्यो कुरा भएको छैन भनौँ न। औपचारिक रूपमा उहाँहरूले अहिलेसम्म पनि माफी माग्ने कुराहरू भएको छैन। या भनौँ जेनजी आन्दोलनकै कुरा गर्ने हो भने धेरैजना घाइतेहरूलाई अहिले उपचारमा समस्या पनि आइरहेको छ। शहीदको न्यायको कुरामा 2-2वटा आयोगहरू बने, ती आयोगको रिपोर्ट यो सरकारले मानव अधिकार आयोगको रिपोर्टै मान्दिन जस्तो कुरा, जुन संवैधानिक अङ्गको एउटा कुरा छ त्यही मान्दिन जस्तो खालको दम्बकारी व्यवहार जुन